त्यहाँ लाइट बलिरहेको छ होइन, तर मान्छेहरू छ नि त्यसरी बाटो काटेर पनि त्यो लाइट राखेको र नराखेको के अर्थ लाग्यो त्यहाँ हेर्नु त। रेड लाइट बलिरहेको र मान्छेहरू चाहिँ हेरौँ न, रेड लाइटको पालन गर्नु पऱ्यो नि हो क्या। मान्छेहरूलाई छ नि गाडी चलाउँदाखेरि नि यही मलाई मेन कुरा यही चित्तै बुझ्दैन क्या यार। अब त उताको रेड लाइट बलिसक्यो होइन, अब चाहिँ जान मिल्यो नि त त्यहाँको हेर्नु त। रेड लाइट बल्यो नि त होइन मान्छेहरू यार। तर नेपालमा जस्तो सुकुन लाग्यो नि हामी यार मान्छेले नबुझेपछि होइन के काम लागेर हो क्या। डकुमेन्टहरू सब चाहिने रहेछ भने यार फेसबुकमा नि कति दिमाग खराब होला त। अहिले चाहिँ म अब थानगढतिर गइरहेको छु, यहाँबाट सिधै यता। दुःख त भइहाल्छ नि होइन, दुःख पऱ्यो भनेर आत्तिनु भएन होइन। अब आफूले कस्तो गरिरहेछ त्यसमा नै भर पर्ने हो कि होइन। मान्छेले त अब जेसुकै भन्छन् तर लागि चाहिँ परिरहनु पऱ्यो क्या। म यो लाइनमा हिँडेको चाहिँ लगभग भइसक्यो 1-1.5 वर्ष जति होइन, 1-1.5 वर्ष भइसक्यो। अब चाहिँ केही होला जस्तो जनाएर पनि होइन, त्यसैले चाहिँ